किराँत कोइँच सुनुवार जातिमा कसैकोमा मृत्यु पर्यो भने त्यो नयाँ मृतात्मालाई पितृपुर्खासँग मिलान गराइन्छ, सपिण्डी गराइन्छ अथवा त्यो नयाँ मृतात्मालाई जिम्मा दिइन्छ पितृपुर्खासँग। यसै कार्यलाई छेगु पिदार भनिन्छ किराँत कोइँच सुनुवार भाषामा। छेगु पिदारमाथि एउटा अध्याय आउँछ, त्यो अध्यायलाई बासु अध्याय भनिन्छ। अब बासु भनेको चाहिँ के हो भने बासु होपो बासु होम भनेको भूमि राजा भूमि रानी भनेको। अब बासु होपो भूमि राजाको चाहिँ के पर्छ, के को अधिपति हुन्छ भन्दाखेरि उनीले प्रकृति प्रकोप, बाढी पहिरो, हैजा फैजी, देसान मसानदेखि लिएर अन्न बाली, प्रकृति प्रकोप सम्बन्धी उनकै त्यो अधिपति नै भए। र अर्को काका सन्तानमा जय जन्म, अन्धा लुलो लङ्गडा बोली नचल्ने हो यस्तो लाटाहरू जन्म दिने उनको हातमा हुन्छ। र बासु राजा अलिक रिस कडा भएको स्वभावको हुन्छन्। उनलाई हल्लाइ फुकाइ गरेर मनाएर शिर उठाएर बल माग्नुपर्ने हुन्छ। यसैलाई बासु अध्याय भन्छ। अब यसै बासु अध्यायमा बासु होपोलाई मनाइसकेपछि फेरि किराँत पहिलो राजा यलम्बर पछिको 7औं पुस्ता राजा जिते दास्ती, यो बासु अध्यायमा जिते दास्तीलाई पनि डाकी बोलाइ गरिकन शिर उठाइन्छ र बल मागिन्छ। अब यलम्बर पछिको 7औं पुस्ता जिते दास्ती भए उनलाई चाहिँ किन यो बासु अध्यायमा डाकेर बोलाएर शिर उठाइयो त यो अध्यायमा भन्दाखेरि जुन जिते दास्तीले नेपालमा राज गरेको, शासन गरेको समयमा उनी विश्वमा लोकप्रिय हुन थालेको थिए। अब बासु अध्याय नै पर्यो। बासु अध्यायमा अब जिते दास्तीलाई बोलाएको चाहिँ कारण के छ भने उनले शासन गरेको समयमा विश्वभरि उनी लोकप्रिय हुन थालेको थिए। जिते दास्ती किन भयो त भन्दाखेरि उनले भूमि, उता भूमि राजा भन्यो बासुलाई, त्यस्तै जिते दास्तीले पनि भूमि देशप्रति आफ्नो भूमि अति माया गर्ने उनको पहिलो भनौँ न उनको इच्छै त्यही थिएछ। र संसारभरिकोले उनलाई चाहिँ यो भूमिप्रति अति देश प्रेमी हो यो राजा जिते दास्ती भनेर उनलाई विश्वभरिले मानेर लोकप्रिय ठान्न थालेको रहेछन् र उनलाई यो भूमि राजा भन्न थालेको रहेछन् जिते दास्तीलाई। त्यसै कारणले यो अध्यायमा छेगु पिदार किराँत कोइँचको मुग्दुम अध्यायमा जिते दास्तीलाई पनि डाकेर शिर उठाइन्छ। अब यहाँ मुग्दुमले नै भन्छ, किराँत कोइँच सुनुवारको मुग्दुमले, जस्तो शब्दा शब्दा मुसो गिब्दा मुसो ननिको दे रुमदेल बरुवा चफु निपो अनादिनी दाना देनी पोङो दे सुरु गासु थपु निपु सुसे रुप्या बसे रुप्या इगी सय बरी पंगा दे सय जिते दास्ती गुरु पंगा दे इगी फुमा दे फुमा बरी सय जिते दास्ती गुरु भत बाचा भनेर यसरी जिते दास्तीलाई पनि यहाँ मनाइन्छ। यही नै किराँत कोइँच सुनुवारभित्र जिते दास्तीको पनि यसरी मुग्दुममा आउँदो रहेछ भन्ने यहाँ दर्शाइएको छ। र उनलाई पनि हामीले भूमि राजा सर नै मानेका छौँ। भूमि बासु होपो बासु होम, बासु राजा बासु रानी, त्यो अध्याय सकेपछि उनलाई डाकेर बासु राजा नै मानेका छौँ। र संसारमा उनलाई यो बासु नै हो भनेर पनि मान्दथे अरे त्यो अवस्थामा उनले राज नेपालमा गरेको समयमा।